बिहानको काम कुराहरू चाहिँ भ्याइयो। अब बाँकी भनेको चाहिँ खानसाना बनाउनु पर्ने, यताउति गर्नुपर्ने छ। जस खाजा चाहिँ रेडी भयो। ल खाजा खाँदै कुरा गर्ने पोडकास्ट बन्न थाल्यो क्या मेरो यार यो यार। ल यसमा चाहिँ दुध र ओट्स छ, यसमा चाहिँ अन्डा र बदाम छ। अलिकति फुर्सदमा मजाले खाउँ भनेर नि है। अरू बेला त हतार हतार पकाऊ, हतार हतार खाऊ, हतार हतार भाग नै छ अरे यार होइन। 12 घन्टा ड्युटी गर्यो, जाने 1 घन्टा आउने 1 घन्टा, त्यत्तिकै लस्ट। त्यसपछि गर्ने के, आऊ छिटो पकाऊ, छिटो उस गर, निन्द्रा पुग्दैन, रेस्ट चाहिन्छ मान्छेलाई, त्यो पुरा गर, अनि फेरि भोलिपल्ट उठेर जाऊ कि। यसरी नै बितिरहेछ परदेशी जिन्दगी होइन। हुन त मेरो मात्र होइन, हरेक नेपालीहरूको यही हो सिचुएसन। अनि मलाई चाहिँ मलाई मात्र दोष दिएर मलाई मात्र दुःख भयो भनेर चाहिँ भन्न खोजेको चाहिँ होइन। तर सबै नेपालीहरूले अहिलेको अवस्थामा चाहिँ भोग्नु परेको कुराहरू चाहिँ यिनीहरू हो। चाहेर होस् या नचाहेर होस् होइन, गर्नै पर्यो, दौडिनै पर्यो होइन। त्यो छ कि अब कति कुराहरू चाहिँ फेरि भएर पनि दौडीको अवस्थाहरू पनि देख्छ कि होइन। म सुरुमा आउँदाखेरि देखेको कि आम्मामा है, विदेश बस्या भन्छ यार, आँखा कालै छ, यत्रो डार्क सर्कल लाउनेहरू कति हो कति कि होइन। 5 वर्ष 10 वर्ष बसेको भयो भन्छ कि। अनि त्यो अवस्था छ भनेपछि मनमा चाहिँ कहाँ सन्तुष्टि छ त नि होइन नेपालीहरूको कि। हरेक चिजहरू नै देखेँ कि A to Z के त्यस्तो अवस्थामा बसिरहेको छन् कि। जीवनमा कति मान्छेहरू त यस्तो पनि भेट्यो कि होइन, त्यो मान्छेलाई यार फेरि नभेटाइदेऊ भगवान् भन्नु खालको के। तर कति मान्छेहरू चाहिँ जो यस्तो भेट्यो कि होइन, सधैँ भेटिराखौँ जस्तो होइन, सधैँ वरिपरि भइराखौँ जस्तो। त्यही भएर म सधैँ भन्ने गर्छु कि वरिपरि चाहिँ पोजिटिभ इनर्जी भएकोहरूलाई राख्ने हो कि होइन, नेगेटिभ इनर्जी भएको मान्छेहरूले चाहिँ फाल्ने हो। फेरि त्यो भन्दैमा को चाहिँ नेगेटिभ को चाहिँ पोजिटिभ के होइन, सबै एउटै त हो मान्छे त होइन। तर पनि हुन्छ नि त, कोसिस गर्नु पर्यो नि त आफूले पनि। म चाहिँ पोजिटिभ एटिट्युडको साथ अगाडि बढ्छु, पोजिटिभ थिङ्किङ राख्छु भनेर होइन। मान्छे जति ठुलो हुँदै गयो त्यति दिमाग, मन, लोभ, ईर्ष्या भनेको त लागि नै हाल्छ नि। यो त नेचुरल कुरा हो क्या होइन, नेचरले नै यस्तो बनाएको हो नि त। तर त्यो भन्दामा त्यसलाई नबुझिकन चाहिँ हिँडिराखेको चाहिँ मैले धेरै नै देखेँ, धेरै नै भेटेँ क्या। फेरि यो कुरालाई छोडिदिउँ होइन, कति गर्नु होइन, कति भन्नु। मैले चाहिँ वास्तवमा रियल जे हो त्यही देखाइरहेको छु है अहिलेसम्म चाहिँ। हामी त्यही हो छ लाइफको गोलहरू पनि नभएको त होइन, राख्नु नि पर्छ, नराखिकन त कहाँ हुन्छ त नि होइन। भइरहेछ क्या। अनि त्यही कुराहरूमा निस्केको कुराहरू क्या कहिलेकाहीँ सोध्छु नि त। पानी परिरहेछ यार बाहिर त यार, पानी पर्दाखेरि नै भिडियो बनाउने छुट्ने रहेछ। कहिलेकाहीँ सोध्छु नि त अनि है, को आफ्नो भन्ने, कसलाई पराए भन्ने सोध्छु कि म कि मेरो आफ्नो लाइफमा चाहिँ भनौँ न, आफ्नाहरूलाई आफ्नो भनौँ भने न सिचुएसनले हो, न अवस्थाले हो, न केले हो होइन, न नचाहेर हो। आफ्नो जस्तो लाग्दैन कि मलाई होइन। पराई जो चाहिँ कहाँको उनीहरूले चाहिँ यस्तो मजाले साथ दिएको छ कि होइन। हुन्छ नि लाइफ हुन्छ नि, आफ्नै हो कि, कनेक्सन छ त्यहाँ, हिल हुने के ल यार। तर त्यस्तो मान्छेहरू चाहिँ एकदम औँलामा गर्न मिल्नेहरू छ, औँलामा गर्न सक्नेहरू छ भनौँ न। ठिक छ, त्यही भन्छु म चाहिँ होइन। आफूले आफूलाई नै तिखार्नु पर्छ, तिखारेर राम्रो हुने हो। जहिले अरूको आङ मात्र हेर्ने होइन, आफू के बितिरहेछ, के चलिरहेछ, के भइरहेछ हो त्यो पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो आफ्नो पर्सनल ओपिनियन भन्दा चाहिँ है, कुरो यस्तैमा अल्झिरहेछ हो। परदेशीको यात्रामा लागेको 2 वर्ष हुन लाग्यो। यो 2 वर्षमा जे जति भोगेँ नि मैले लाइफमा अहिलेसम्म भोगेको थिएन भन्नै पर्दाखेरि चाहिँ। मैले आफूले आफूलाई सम्हाले हो यार, बवाल सम्हाले हो। ग्रेटफुल त म हुनुमा छ क्या, सिधै भन्नुपर्दाखेरि चाहिँ म हो यार है। जस मैले सोच्ने कुराहरू, मैले गर्ने व्यवहारहरू
मैले बोल्ने बोलीहरूमा मलाई गर्व लाग्छ कि भन्नै पर्दाखेरि मैले अहिलेसम्म कसैको चिताएको नराम्रो चिताएको छैन। इभन मेरो नराम्रो चाहनेहरूको पनि मैले नराम्रो चिताएको छैन क्या। त्यही भएर म हो, म प्राउड फिल गर्छु क्या आफूलाई। म जस्तो सिचुएसनमा जे जस्तै अवस्थामा भए पनि कि त्योभन्दा मैले चाहिँ अरूलाई चाहिँ रेस्पेक्ट नगर्ने अरू चाहिँ कोही पनि होइन। मेरो लागि त यो संसारमा भएको प्राणी जातिहरू सबै आफ्नो आफ्नो ठाउँमा महान भएको व्यक्तिहरू हो क्या। इभन कुकुर हुन्छ, बिरालो हुन्छ, उनीहरूको पनि आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो महत्त्व छ नि त होइन। सबैले मान्छ कि मान्नु नै पर्छ कि, यो प्राकृतिकले मान्नु नै पर्छ कि। भगवान् मान नमान त्यो तपाईँको आफ्नो विषय हो, तर प्राकृतिकलाई चाहिँ मान्नै पर्छ। एन्ड वी हेभ टु एक्सेप्ट इट, यु हेभ टु एक्सेप्ट इट। ठिक छ, बिस्तारै आवाजहरू खुलिँदैछ, बिस्तारै दिनहरू चल्दैछ, बिस्तारै होला कि भन्ने आशहरू जाग्दैछ। जहिले कता कता मोडिन्छ। यो हराइरहेको यात्रीको यात्रा चाहिँ कहाँ हो कहाँ थाहा छैन, आज यहाँ भोलि कहाँ हो थाहा छैन। तर आजको यात्रा भनेको चाहिँ हाम्रो म्युजियम रहेछ। अनि त्यो म्युजियममा ल जान्न दाइ भनेर अनि किरण भाइले फोन गर्यो। अनि त्यतिखेर बनाएको भिडियो लिएर चाहिँ म तपाईँहरूमा चाहिँ आएको हो। त्यही भएर यो यात्राहीन भन्दा नि हराइरहेको यात्रीको आजको गन्तव्य भनेको चाहिँ म्युजियम हो। अनि अघि नै भने नि होइन, को आफ्नो को पढाइ छुटाउन खोज्ने क्रममा चाहिँ यो सर्कलमा सबैले राम्रो व्यवहार गर्छ, सबैको राम्रो छ होइन, कनेक्सनहरू पनि छ, सबै छ होइन। म एकदम खुसी छु यो ठाउँमा जे होस् भइरहेछ होइन। त्योभन्दा नि पहिला कुरा आउँछ नि त अघि पढाइको आफ्नो यताउति भन्ने होइन। त्यो कुरामा चाहिँ मलाई के लाग्छ नि, कहिलेकाहीँ आफ्नो भएर पनि पढाइ हुँदो रहेछ होइन, कहिलेकाहीँ पढाइ भएर पनि आफ्नो हुँदो रहेछ कि। त्यो पढाइबाट सुरु भएको रिलेसन चाहिँ हाम्रो किरण भाइसँग हो कि। अब सानो कुरा खोल्न चाहे, किरण भाइ चाहिँ भाइलाई भन्दा नि पहिला चाहिँ म किरण भाइको दाइलाई भेटेर, उसको दाइ चाहिँ मेरो एकदम मिल्ने साथी हो, जिग्री हो। अनि त्यसपछि चाहिँ बल्ल भाइलाई भेटे हो। तर पनि यस्तो बवाल छ नि उनीहरूको होइन, फ्यामिली नै के। अब कुनै दिन मौका पाएछ भने म तपाईँहरूलाई भिडियो लिइ नै हाल्छु होइन। किरण भाइ त यहीँ छ, देखि नै राख्छ। तर हुन्छ नि त्यही गाउँमा गएर फेरि होइन मम्मी बाबाहरूसँग, फेरि त्यो गाउँको मान्छेहरूसँग मजाले घुमेर मजाले टाइम स्पेन्ड गर्नु मन छ, समयले भ्याइसम्म चाहिँ गर्नुपर्छ। त्यही अब त्यताको भिडियो बनाउन खोजेको म आफ्नो मनको पीडाहरू पोख्दा होइन, या के गर्छ यो हो भने के यात्रामा लान खोज्छु होइन, के भइदिन्छ कि कहिलेकाहीँ कि। अनि हुन्छ नि त अब म एक्लै छु नि त, अनि कति धेरै कुराहरू आउँछ नि त। अनि त्यही भएर चाहिँ यो कुराहरू नै आएको जस्तो लाग्छ कि। त्यही हो, ठिक छ होइन, चलिरहेछ, गरिरहेछ, भइरहेछ। तर हुन्छ नि सुख भागमा नपरेपछि चाहिँ दुःखलाई नै सुख ठानेर सुख मानेर हिँडिरहेको यात्री हो म। ठिक छ, त्यो भन्दैमा मलाई मात्र दुःख भनेको पनि होइन, सबैलाई दुःख छ होइन, सबैलाई आफ्नो आफ्नो पीडा छ। तर त्यो दुःख बावजुद पनि, पीडा बावजुद पनि हामीले हाम्रो अस्तित्व चाहिँ गुमाउनु भएन भन्ने कुराहरू हो के। जस्तै कहाँ छ त नि नेपाली स्वाभिमान है, कहाँ छ त नि नेपालीको पुर्खाको इज्जत अहिले के होइन। म आफै गरेर खान सक्छु, म सक्षम छु भन्ने त हाम्रो पुर्खाहरू हो। अहिलेकोहरू त बाटोमा होइन 5-10 रुपियाँ भेट्यो भने नि मेरो हो मेरो भनेर खोसेर झगडा गर्छ के। भनेपछि आफूमा निर्भर चाहिँ कसरी हुनु पर्यो भन्ने चाहिँ जनाउनको लागि, आफ्नो लेभल देखाउनको लागि, यो विश्व सामु चिनाउनको लागि चाहिँ हामी त्यस्तो छैन होइन। हामी दुःख गरेर, आफ्नो दुःख गरेर खान्छौँ, कसैले ठगेर होइन, कसैले लुटेर होइन, कसैको झरेको पैसा टिपेर पनि होइन। इभन त्यो अरूकै हो, त्यो मेरो दुःखको पसिनाको श्रम होइन नि त, त्यो मैले गर्नु हुँदैन नि त। जबसम्म यो भावना आउँदैन नि हामी स्वाभिमान नेपाली चाहिँ हुँदैन कि।
अहिलेको अवस्थामा चाहिँ त्यो देखिन्न, त्यो छैन होइन। इभन भनौँ न कति मान्छेहरूको बानी बेहोरा त झन् यस्तो पनि हुन्छ कि गुमा पैसा छ भने नि जिब्रे टिप भन्दा नि टिप्ने खालको छ कि। अनि त्यो चिजहरूलाई चाहिँ हामीले रोक्नै पर्छ भन्ने कुराहरू चाहिँ हो नि। काम गरेर चाहिँ मान्छे सानो भइन्छ भन्ने सोचको भइसक्यो कि मेन्टालिटी कि नेपालीहरूको। तर काम गरेर नै मान्छे बन्ने हो भन्ने कुराहरू चाहिँ बुझ्नु पर्यो कि। अनि आफ्नो जेनेरेसनहरूलाई चाहिँ सिकाउनु पर्यो कि, आफ्नो आउने पिँढीहरूले चाहिँ सिकाउनु पर्यो कि यस्तो हो भनेर चाहिँ कि होइन। कसले सिकाउँछ र अहिले होइन, आफ्नैहरू नि त त्यस्तो छ होइन। अहिले बच्चा जन्मियो भने मोबाइल दियो, आमा एकातिर बाउ एकातिर छोराछोरी एकातिर। कहाँ पुगिरहेछ कि नेपाली समाज के है, कता हो कता कि अन्धाधुन्दा भने म हराइरहेको भन्छु। म भन्दा नि हराइरहेको छ जस्तो म भन्नुपर्दा। सो ल यो कुरालाई धेरै कोटाइनु मैले होइन। पछि अब कुनै दिनहरूमा राम्रो हुँदै गयो भने पछि गर्दै गरौँला। ठिक छ, आफ्नो बेस दिँदै गरौँला। आफ्नो यात्रामा पाइलाहरू मैले जारी राखेको छु। कहाँसम्म हुन्छ केसम्म हुन्छ त थाहा छैन, त्यो आफ्नो ठाउँमा छ। तर अब खाजा खान्छु म। अनि यो सानो भिडियो होइन, त्यतिखेर चाहिँ मजा भएको थियो कि जे होस् होइन। यहाँ आयो होइन, टक्क लागेर शनिबार आयो, छुट्टी हुन्छ नि त। अनि त्यसपछि जे होस् एक्लो म होइन, तर पनि एक्लो हुन दिएको छैन यो ग्रुपहरूले होइन। छन् यहाँ मात्र होइन, यहाँ जापानमा अरू ठाउँमा पनि छ। बिस्तारै खोलाउँला। त्यो को राम्रो मान्छे भेट्यो को नराम्रो मान्छे भेट्यो भन्नेहरू त त्यो आफ्नो ठाउँमा छ। मनमै छ, मलाई सबै कुराहरू थाहा नै छ होइन। तर पनि अहिलेको लागि चाहिँ आफ्नै यो एरियालाई नै आफ्नै ठिक छ, यता पर्दा नि उता पर्दा नि गइदिएकै छ आइदिएकै छ। त्यो भन्दैमा फेरि भन्ने चाहिँ बानी छैन मेरो होइन। त्यसलाई धन्यवाद दिनैपर्छ, धन्यवाद गर्नैपर्छ। आफ्नो सही बाटोमा लागि नै राख्नुपर्छ। अनि हुन्छ नि त, नसकेको चिजहरू अब उनीहरूले हेल्प गरिरहेको छ, सिकाइरहेको छ, गइदिइरहेको छ। त्यो नै मेरो लागि चाहिँ ठुलो कुरा हो। अब हामी सबैले नै त्यस्तै कुराहरूलाई नै ठुलो मान्नुपर्छ होइन। कसैले पैसा दियो भने चाहिँ खुसी हुने, कसैले दिएन भने चाहिँ दुःखी हुने चाहिँ होइन होइन। आफ्नो कर्म गरेर खानुपर्छ। त्यही भन्नलाई चाहन्छु म, भन्न खोजेको हो होइन। त्यही गर्नुपर्छ सबैले पनि। अनि मात्र बल्ल हामी बन्छ कि, अनि मात्र बल्ल हामी नेपाली बन्छ कि भन्ने हो कि। जहिले यता कता ढल्किन्छ कि म। अनि त्यही हो। तर हुन्छ नि त, त्यही किरण भाइले अनि छुट्टीको बेला भाइ पनि एक्लै छ सोध्छ नि त। अनि त्यसपछि ल कता एक्जाम फ्रेस हुन्छ होइन। काम त छँदैछ, काम त सबैको उस्तै हो होइन। काममा पेलान त छँदैछ सबैको यहाँ होइन। यहाँ मात्र होइन, जहाँ पनि पेला नै छ होइन। त्यो बिच पनि रिफ्रेसमेन्टको लागि चाहिँ अनि त्यसरी छुट्टी आउने बित्तिकै ल दाइ आउँदैछु, यस्तो रहेछ, यस्तो ठाउँमा जाउँ ल, आज यस्तो छ है ग्याङमा ग्रुपमा यस्तो छ है, ल आज यस्तो गर्नुपर्छ है, ल ओके होइन। त्यो क्रममा चाहिँ हामी घुम्न गएको थिएँ। अझ त्यतिखेर पनि अझ म अब धेरै नबोल्ने कि, अब बोल्न नि अलिकति अरू लाग्ने होइन। इन्ट्रोभर्ट टाइपको मान्छे हो म भन्नै पर्दा। बाहिर खुल्न सक्दैन। अनि खुलिसकेपछि जब खुल्छु नि म, त्यो इन्भाइरोमेन्टमा बुझेर त्यो उसमा सर्कलमा घुमेर एकदमै मुभ अन हुन चाहिँ टाइम लाग्ने मान्छे हो कि म। भनौँ न मुभ अन हुनलाई नसक्ने मान्छे हो खासमा। वास्तवमा मैले आफूलाई बल्ल चिन्दै जाँदाखेरि चाहिँ, तर पनि बुझ्ने मन हार्ट टु हार्ट कनेक्सन भन्छ नि होइन। ल ठिक छ, अन्त एक्लै होइन, बोर हुन्छ, यताउति हुन्छ भनेर चाहिँ त्यसरी घुम्न जाँदाखेरिको यो एउटा छोटो रमाइलो ट्रिप थियो। हामी 3 जनाको, त्यही भएर मैले क्याप्चर गरेर राखेको थियो। यसलाई पनि यसो हेरिदिनु। गफ धेरै भयो। ल है त, धन्यवाद, म दिन्छु। यता रहेछ टिकट पसन्द गर्दैन रहेछ। ल जाउँ। हामी आइपुग्यौँ है। नेपाल नभए किरा कहाँ गयो नि, यहाँ ल्याएछ।
गुल्मा म्युजियम अफ नेचरल हिस्टोरी भयो होइन हुन्छ अहिले जुन ट्रबल भएछ के बनेर रहेछ त नि सुरुमा चाहिँ के रहेछ त यहाँ चाहिँ माछा रहेछ ए डर लाग्ने ल ल ल ल टिकटक बनाए हुन्छ काम गरेर आएको रहेछ तर एकैछिन ल तपाईँ पनि बनाउनु यहाँ त तपाईँ चाहिँ यसो देखाउँदै सुसुमे गरेर जस्तो क्या दाइ ल्याउनु म बनाइदिन्छु केही बोल्ने हो कि बोल्नु न अनि पो हुन्छ त अनि ल बोल्नु यो ठाउँको बारेमा भन्नु न यसो यो ठाउँमा होइन यहाँ मान्छेहरू खनिराखेको पुरो मान्छेहरू खनिरहेको बोल्नु पनि पर्छ क्या के यो थाकेर बसिराख्यो चाहिँ त्यो कट भएछ भनेर होइन जापान त उसमा छ अरे नि त झन् होइन ठ्याक्कै त्यो यस्तै हुने ठाउँमा हो त्यो जोडी त चाहिँ साँच्ची के हो नपढ्न जान्नु काल अक्षर भइसक्यो बस चल्ली गाइजहरू यता फेरि ल कस्तो दामी ठाउँ ठुल्ठुलो छ म्युजियमभित्र हो फेरि यहाँ सेम जङ्गलभित्र जस्तो छैन त नि हो त्यो कालो भालु रहेछ स्वर्गै जस्तो देख्छ त
यो म्युजियम दिनभरि लाग्छ हो ढिल्लालाई कत्रो म्युजियम हो जङ्गलमा यहाँ तल उही डर लाग्दैन चले डाइनोसरको मासु खोगेलाई चाहिने केटा हो लिन आम है हेर्न ल कस्तो बवाल बनाएको छ ब्याट्री लो भइसक्यो कति खिच्नु कसरी बनाउनु यसको टाउको त यहाँ पो आइपुगिसक्यो रहेछ अझै माथि हल्ला गरिरहेको जस्तो सुन्छ यार सेम देखेछ ल नेपालबाट लिएको रहेछ क्या नेपालको मनै फुरुङ्ग हुन्छ नि फेरि नेपालको नाम आउनेदेखि यहाँ